चाहिँ रिनकबाट जाँदैछौँ है। यो चाहिँ एकदम रिनकको रोड हो, एकदम अफ छ। यहाँ चाहिँ रङ्गी जाने हो, साह्रो अफ छ। हेर्नुहोस्, यहाँ ठुलो गाडी हिँड्दैन, खालि सानो गाडी मात्रै हिँड्छ यो रोडमा। यहाँबाट तपाईँको 40 भएर निस्किन्छ। रङ्गिली बजारमा चाहिँ म हिँडिरहेछु। सरी गाइस, हस्बेन्डले केस काट्नुभयो है। ए जय मस्याङ, जय मसी भेना बिहामा आएको हामी ढिलो भयो नि बिहामा। किन भेना आइपुग्यो। भाइ बच्चा छ 100 को दिनु ल मलाई। फ्रेस होला नि, ताजै हो। आउँदैछु ल, म यहाँ हुन्छु। 100 को ल, राम्रो बनाइदिनु। बच्चा माछा लेके जाऊँगी। यहाँ चाहिँ फेरि जुत्ता पसल। बुटहरू आएको छैन? हाँ भाइ, बुट लेडिज बुटहरू छैन? उही हो। त्यो हाफ बुट कति पर्छ हौ? यो छ नि यो। हाँ तिम्रोमा यो किनेको बुट अहिले खप्यो, कस्तो खप्यो। हामी चाहिँ लिङताम आइपुग्यौँ। पेडेनको घर यहाँ देख्दै गरेको पेडेनको। कता दाजु हो केला जोलु गएको जोलु पेटेन आएको छैन होला। लिङताम पुलको यो माथिल्लोपट्टि यो चाहिँ घाटा हो। घाटा यहाँ तपाईँलाई देखाउँदैछु। यो त्यो यो घर चाहिँ घाटा। त्यो तारमा हिँड्ने रोड उ त्यो यहाँ चाहिँ क्यु खोला हो है। त्यहाँनिर टुरिस्टहरूको अफिस ए त्यहाँनिर हो। क्यु खोला चाप मजाले फुलिरहेछ। अब तपाईँहरूलाई फेरि म गुराँसको फुल पनि खिचेर देखाउने छु। आज म एकदम लेकमा जाँदैछु। यो निमाचेन है त हजुर? कि फदमचेन? ए फदमचेन आइपुग्यो। अब यहाँ चेकपोस्ट आइपुग्छ। चेकपोस्ट यहाँनिर जतिजना पनि यो चाहिँ चेकपोस्ट हो। यहाँ जति अब जलुक तपाईँहरू छाङ्गु जहाँ पनि जानुहुन्छ गान्तोक भएर
यहाँनिर तपाईँहरूले पास तपाईँको यहाँ पनि हेर्छ अनि लिङताम चेकपोस्टमा फर्स्ट हेरेर अनि यहाँ पदमचेन चेकपोस्टमा त्यहाँ पनि हेर्छ चेकिङ हुन्छ तपाईँहरू जो पनि आउनु सक्नुहुन्छ पास बनाउने जग्गाहरू यही हो पदमचेन भन्छ यसलाई चाहिँ यति दामी चाहिँ चाँप फुलेको रहेछ यो जग्गामा चाहिँ अब अलिकति माथिदेखिको चाहिँ हामीले भेट्छौँ गुराँस है गुराँसको फुल जति उँभो गयो त्यति ठन्डा 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 हुँदैछ आज त बोल्नु पनि सकेको छुइनँ नाक पुरा बन्द भयो चिसो भएर है चिसो जग्गामा आएको छौँ है हेलो गाइज जलुक आइपुग्यो आमा चिसो 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 र तातो लुगा लाउँदा नि जाडो भयो जलुक आइपुग्यो चिसो छ आमा बाफ हेर्नुहोस् है टाउको छोप्नु पर्यो चिसो भयो यति साह्रो चिसो गुराँसको फुल टिप्नु पनि पाएन भोलि टिप्नु पर्यो हेर्नुहोस् है जलुक यहाँ चाहिँ 32 टर्निङ देख्थ्यो तर माथिबाट भ्यू पोइन्टबाट खिचेको भए तर फगी लागेको कारणले गर्दा चाहिँ यहाँ चाहिँ 32 टर्निङ पनि देख्दैन चिसो छ गाइस हातखुट्टा पन्जा पनि ल्याउनु बिर्सेछु है ए होमस्टेहरू हेर्नुहोस् है कस्तो दामी दामी छ यहाँ डाँडामा देखेको मन्दिर हो है तलतिर सबै यहाँनिर होमस्टेहरू हो यो चाहिँ शिवजीको मन्दिर यहाँनिर जलुक जुलुक भन्छ जुलुक चौरीहरू पनि देख्छ तर अहिले चाहिँ देखेन माथिबाट गाडी गइरहेछ म चाहिँ अब दाजुकोमा जाँदैछु जेठाजु घरमा है यहाँ चाहिँ अब नेटवर्क पनि लाग्दैन यस्तोहरू हुन्छ यहाँनिर चाहिँ चिसोले गर्दा सबै घाँसहरू पनि सबै चिसोले गर्दा ओइलेको हुँदो रहेछ है सो गाइस पुरा ठन्डा लाग्यो बोल्नु पनि सकिनँ यहाँतिर घरहरू चाहिँ यस्तै हुन्छ हेर्दा चाहिँ यस्तो हुन्छ तर भित्र चाहिँ दामी दामी हुन्छ टोपी लाउनु पर्यो चिसो भयो चिसो टोपी लगाएर चाहिँ चिसोले गर्दा हिउँ चाहिँ परेको छैन रहेछ चिसो चाहिँ छ चिसो भयो पुरा हिउँ चाहिँ परेको छैन रहेछ है अहिले चाहिँ अस्ति त आयो होला है हिउँ ए हो खै त दाजु त छैन रहेछ
कहाँ जानुभएको नि चिसो भयो दाजुको घर त आइपुग्यो तर के गर्नु अफसोस दाजु ड्युटीबाट छुट्टी भएर चाहिँ कहाँ जानुभयो घर बन्द रहेछ केही छैन यहाँनिर दाजु भेटेन भने पनि अर्को दाजु छ है फ्यामिलीहरू थुप्रो छ यहाँ टेन्सन लिँदिनँ लजहरू पनि छ बुक गर्यो भने भइहाल्छ तपाईहरुलाई झलक देखाइरहेको छु